हेलो नमस्ते नमस्कार मेरो स्टुडेन्ट टिचर हजुरहरूलाई मेरो युट्युब च्यानल लुकुसुमा म हार्दिक स्वागत गर्दछु। आज म कक्षा 10 नेपाली पाठ 1 उज्यालो यात्रा अभ्यास शब्द भण्डार लिएर प्रस्तुत भएको हुँ। यहाँ मैले सम्पूर्ण अभ्यास सम्पूर्ण एक्सरसाइज हजुरहरूमा प्रस्तुत गरिसकेका छु, हेर्न सक्नुहुन्छ। 1 नम्बरमा दिएका अर्थ आउने शब्द उज्यालो यात्रा कविताबाट खोजेर लेख्नुहोस्। क नम्बरमा छ मनमा उत्पन्न हुने भाव वा विचार, त्यसलाई के भनिन्छ? भावना। ख नम्बरमा श्रीखण्ड घोटेर बनाइएको लेप, चन्दन। गमा गौरवले भरिएको के हुन्छ? सगौरव। घमा आफ्नो स्वामित्व वा अधिकार छोड्ने काम, त्याग। अङ्गमा सबैभन्दा उच्च वा अग्लो, सर्वोच्च। अब हामी 2 नम्बरतिर लागौँ। 2 नम्बरमा दिएको अनुच्छेदबाट 2 जोडी व्यावहारवाचिक शब्द पहिचान गर्नुहोस्, जुन कि मैले पहिचान गरेर लेखेको छु यहाँ। गाई मानिसले पाल्ने घरपालुवा जनावर हो। यो चौपाया वर्गभित्र पर्छ। मानवका लागि गाईको दुध निकै पोषिलो हुन्छ। शरीर स्वस्थ राख्न तागतिला कुरा खानुपर्छ। दुग्ध र दुग्धजन्य पदार्थ बिक्री गरेर मान्छेले आर्थिक उपार्जन पनि गर्छन्। गाई पालनलाई व्यवसायका रूपमा प्रयोग गरेर धेरै आम्दानी गर्न सकिन्छ। त्यसबाट मैले पर्यायवाचिक शब्द लेखेको छु पहिचान गरेर। त्यसमा हुन्छ आम्दानी, उपार्जन, जनावर, चौपाया। यो हो। अब 3 नम्बरतिर है। 3 नम्बरमा दिएका शब्दको पर्यायवाचिक शब्द लेख्नुहोस्। शक्ति, तागत, प्रेम, माया, धरती, धरनी, शिर, टाउको, कर्म, काम, सुन्दर, राम्रो, जिन्दगी, जीवन, महान, उच्च, हावा, वायु, आकाशको नभ, नयनको आँखा। अब हामी 4 नम्बरतिर। उज्यालो यात्रा कविताबाट खोजेर तल दिएका शब्दको विपरीत शब्द लेख्नुहोस्। निम्न, उच्च, दुखी, सुखी, अज्ञान, ज्ञान, सम्भव, असम्भव, आफ्नो, अरू, अन्याय, न्याय। अब 5 नम्बरतिर। 5 नम्बरमा उदाहरणमा दिए जस्तै कुनै 5 जोडी विपरीत शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस्। उदाहरण: धरिलो भुते, त्यसको हुन्छ धेरै थोरै। माथि तल, उज्यालो अन्धियारो, शिर पाउ, जित हार, नयन न्याय अन्याय, माथि तल। अब हामी बोध र अभिव्यक्तिमा है। बोध र अभिव्यक्तिमा छ उदाहरणमा दिए जस्तै जोडी अनुप्रायुक्त शब्द पाठबाट खोजेर लेख्नुहोस्। उदाहरणमा छ चन्दन, नन्दन। त्यसको लेखेको अनुप्रायुक्त शब्द पाठबाट खोजेर लेखेको शब्द यो शब्दहरू हुन् है। अस्वभाव, सब, सुखी, खुसी, सौरभ, गौरव, भरी, छरी, मनोहर, सुन्दर, खातिर, शिर। अब हामी दिएका कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्। जसमा सोधेको प्रश्न जसमा सोधिएका शब्दहरू यो छ है। प्रश्न यो छ, हेर्नुस्। जसका भावना हाँस्छन् मनमा रागनी भरी, जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी। अ नम्बरमा छ यस कवितांशका 4 पाउ छुट्याएर लेख्नुहोस्। 4 पाउ मैले छुट्याएर लेखेको छु। हेर्नुस् के छ। जसका भावना हाँस्छन्, यो एउटा छ।
अर्कोमा मनमा रागिनी भरी, दुईटा भयो। अब तेस्रो जसका जिन्दगी बाँच्छन्। अब चौथोमा रातमा चाँदनी छरी। यो 4 कविताका 4 पाउ छुट्याएर लेखेको छु। अब हेर्नुस् आ नम्बरमा। आमा के छ? कवितांशका 4 पाउको 5औं ह्रस्व वर्ण रेखांकन गर्नुहोस्। जुन 4 पाउ छ त्यसको रेखांकन गर्नु छ 5 वटा है। 5औं ह्रस्व वर्ण रेखांकन जसमा यस प्रकार छन्, हेर्नुस्। भावना रागिनी जिन्दगी चाँदनी भयो। अब ई नम्बरमा कवितांशका 4 पाउको छुट्टै दीर्घिकार रेखांकन गर्नुहोस् जसमा यस प्रकार छन्, हेर्नुहोस्। भावना रागिनी जिन्दगी चाँदनी। अब फेरि ई नम्बरमा, दोस्रो ई नम्बरमा है, कवितांशका 4 पाउका 7औं वर्ण क्रम लेख्नुहोस्। जुन छ यसमा हा, भ, बा अनि छ। यो भयो। अब हामी 8 नम्बरतिर। दिएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्। जुन कि मैले हेर्नुस्, यो 4 वटा कविताको लाइन हो है, गीत हो, कविता हो। त्यसबाट प्रश्न बनाएको छ अनि त्यो प्रश्नको उत्तर हामीलाई लेखेर दिनु छ है, भन्नु छ सोधिएको प्रश्न है। जुटेका ज्ञानले जो छन् पर्दै धरती मनोहर, उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर, समर्पित भएका छन् जो सदा नयन खातिर, संसारमा उठेका छन् तिनैका बियाजी शिर। क नम्बरमा छ धरतीलाई केले मनोहर बनाएको छ? उत्तरमा छ ज्ञान र कर्ममा जुटेका मानिसहरूको सङ्घर्षले धरतीलाई मनोहर बनाएको छ। अब खमा कर्म गर्ने जिन्दगी कस्तो बन्छ? उत्तरमा छ कर्म गर्नेको जिन्दगी सुन्दर बन्छ र उनीहरूले कर्म गरेर समाज र देशलाई पनि बचाउँछन्। अब गमा है, गमा कवितांशमा कस्ता मानिसको शिर उँचो हुन्छ भनिएको छ? उत्तरमा छ कवितांशमा जो मानिस सधैँ नयन खातिर समर्पित भएका हुन्छन् उनीहरूको शिर उँचो भनिएको छ। अब घमा कवितांशबाट के सुन्दर पाउँछ? उत्तरमा छ हामी ज्ञान र कर्मले हाम्रो धरतीलाई सुन्दर बनाउनु पर्छ, सधैँ नयन खातिर आवाज उठाउनु पर्छ। यसरी आफ्नो खुसी मात्र नहेरी समग्र देशको हितमा लाग्नु पर्ने सन्देश प्रस्तुत कवितांशबाट पाउन सकिन्छ। अब हामी 9 नम्बरतिर लाग्यौं है। तलका प्रश्नको उत्तर लेख्नुहोस्। कमा उज्यालो यात्रा कविताको सुरुका 2 वटा श्लोकको आशय वर्णन गर्नुहोस्। जुन कि वर्णन मैले यस प्रकार गरेको छु, हेर्नुहोस्। जसरी एक प्रकारको सुगन्धित काठ श्रीखण्डलाई 100 पटक घोट्दा पवित्र चन्दनमा परिणत हुन्छ, त्यसरी नै हामीमा कर्म शक्ति छ भने जङ्गललाई पनि स्वर्गको बगैँचा बनाउन सक्छौँ। हामीले जहिले पनि उच्च सङ्कल्प लिनु पर्छ। सारांशमा असम्भव केही छैन। खमा जीवन सार्थक पार्न के गर्नुपर्छ? यसको प्रश्न पनि ठुलो छ है। जीवनको यात्रालाई उज्यालो बनाउन अर्थात्
अर्थात् सार्थक पार्न उच्च संकल्प लिएर हामी कर्मशील बन्नुपर्छ। हामीले ईर्ष्या, द्वेष त्यागेर प्रेमको सौरभ छान्नुपर्छ र उपकारी बन्नुपर्छ। हामी उपकारणीय व्यक्तित्व बन्न सक्नुपर्छ। हाम्रो ज्ञानले धरतीलाई मनोहर बनाउनु पर्छ अनि हाम्रो कर्मले सुन्दर निर्माण गर्नुपर्छ। कर्म विध्वंसका लागि होइन, निर्माणका लागि हो। त्यस्तै हामीले लोभ लालच मन मस्तकबाट फ्याँकेर न्यायका खातिर सदैव समर्पित हुनुपर्छ। अब ग नम्बरमा है, कवितामा कविले कस्तो आदर्श जीवन यात्राको संकल्प गरेका छन्? ग नम्बरको अब उत्तरतिर लागौँ है। कवि रामप्रसाद ग्यावालीले उज्यालो यात्रा कवितामा नैतिक आदर्शको प्रस्तुति गरेका छन्। यस कवितामा कविले मूल कर्मशील बन्नुपर्ने धारणा अभिव्यक्ति गर्दै उच्च संकल्प लिनुपर्ने उल्लेख गरेका छन्। त्यस्तै ईर्ष्या द्वेष त्यागेर प्रेमको सौरभ गर्दै उपकारी बन्नुपर्ने बताएका छन्। लोभ लालच मन मस्तकबाट फ्याँकेर न्यायको बाटोमा लाग्नुपर्ने कुरामा कविको जोड रहेको छ। यस प्रकार कविले प्रस्तुत कवितामा महान कर्मको आदर्श जीवन यात्राको कल्पना गर्दै चन्द्र सूर्य जस्तै उज्यालो छर्दै स्वावलम्बी बन्नुपर्ने उल्लेख गरेका छन्। अब हामी घ नम्बरमा है, उज्यालो यात्रा कविताको मूल भाव के हो? उत्तरमा छ, कविताले मूलत जीवन रूपी यात्रालाई उज्यालो पारी कसरी आदर्श र महान व्यक्ति बन्न सकिन्छ भन्ने भाव अभिव्यक्ति गरेको छ। विश्वमा आदर्श र नमुना बन्नका लागि सधैँ नै महान कर्मको यात्रा गर्नुपर्ने भन्ने कविको धारणा कवितामा प्रस्तुत भएको छ। महान कर्मको आदर्श यात्रामा कविले चलुला चन्द्र सूर्य जस्तै आफै कहिले बसुला, आफ्नै पुर्खौलाले आफ्नो बाटो कहिल्यै खनुला अनि सर्वोच्च कविता आफै कहिले बनुला भन्दै हामी अघि बढ्यौँ भने उज्यालो भविष्यका साथ उज्यालो यात्रा तय गर्न सकिन्छ भन्ने भाव कविले कवितामा अभिव्यक्त गरेका छन्। त्यस्तै सत्कर्म र सत्व्यवहारले जीवनको उज्यालो यात्रा तय भई महान र आदर्श बन्न सकिने भाव वा सन्देश समेत कवितामा प्रस्तुत भएको छ। अब हामी 10 नम्बरतिर लाग्यौँ। 10 नम्बरमा छ, कविताको दोस्रो श्लोकलाई व्याकरणिक पदक्रम मिलाई गद्यमा रूपान्तर गर्नुहोस्। उत्तर, कविताको दोस्रो श्लोक भएमा उच्च संकल्प छैन, केही असम्भव संकल्पैले बनेका हुन् महान मान्छेहरू सब। व्याकरणिक पदक्रम मिलाई गद्यमा रूपान्तर गर्दा उच्च संकल्प भएका केही असम्भव छैन, सब महान मान्छेहरू संकल्पैले बनेका हुन्। अब 11 नम्बरमा भाव विस्तार आयो। 11 नम्बरमा भाव विस्तार गर्नुहोस्। क नम्बरमा ईर्ष्या द्वेष हटाएर जो छर्नन् प्रेम सौरभ, तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव।
यसको यो शब्दलाई क नम्बरमा दिएको वाक्यलाई हामीलाई के गर्नु छ? भाव विस्तारमा लेख्नु छ, प्रस्तुत गर्नु छ। प्रस्तुत श्लोक उज्यालो यात्रा शीर्षकको कविताबाट सभा गरिएको हो। यस कविताका रचनाकार कवि रामप्रसाद ग्यावाली विश्व सम्बन्ध 2024 ग्याली समसामयिक नेपाली साहित्यका चर्चित व्यक्तित्व हुन्। कविता, आख्यान, नाटक, समालोचना लगायतका विधामा कलम चलाउने साहित्यकार ग्यावाली सरल भाषा शैलीमा स्वभावकारी ढङ्गबाट काव्य सिर्जना गर्न सकिने क्षमता भएका कवि हुन्। घृणाले भन्दा पनि माया प्रेमले संस्कार जित्न सकिने र गौरवशाली बन्न सकिने कुरा कविले माथिको श्लोकमा स्पष्ट पार्ने प्रयास गरेका छन्। एउटा प्याराग्राफ, एउटा लाइन छोडेर त्यसपछि लेख्नु होला। अब हाम्रो अरूको उन्नतिमा हाड गर्ने प्रवृत्त रहेका छन्। सामान्य कुरामा पनि हामी इख लिने काम गर्छौँ। त्यस्तै बानीले एक आपसमा शत्रुता मात्र उत्पन्न गर्दछ। शत्रुता कसैका लागि पनि हितकार हुँदैन, तसर्थ हामीले ईर्ष्यादेश त्याग्नु पर्छ। अब फेरि एउटा प्याराग्राफ, एउटा लाइन छोडेर फेरि त्यसपछि लेख्नु होला। सबैतिर सबैका लागि हामीले प्रेमको सुवास छर्नु पर्छ। प्रेमका माध्यमले नै संसार जित्न सकिन्छ, सबैको प्रिय बन्न सकिन्छ। मनबाट ईर्ष्यादेश हटाएर जसले प्रेमको सुवास छर्छन् त्यसले व्यक्ति वा मान्छे नै विश्वासका निम्ति गौरव बन्छन् भन्ने भाव माथिको श्लोकमा अभिव्यक्तित्व भएको छ। फेरि एउटा लाइन छोडेर त्यसपछि लेख्नु होला। यस प्रकार अनुष्टुप छन्दमा संरचित माथिको श्लोकले मनमा रहेका हाड र इख हटाएर प्रेमको सुवास छर्ने व्यक्ति नै विश्वका लागि गौरव र प्रेरणाको स्रोत बन्न सकिने भएकाले हामीले आजैबाट ईर्ष्यादेश त्यागेर सबैमा प्रेमपूर्वक व्यवहार गर्नुपर्छ भन्ने भाव सरस र प्रभावकारी भाषा शैलीका माध्यमबाट स्पष्ट परेको छ। अब हामी फेरि 9 नम्बरमा ख उदात्त कर्मको यात्रा गर्दछन्। यो सधैँ आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै। अब यसको पनि के गर्नु छ? भाव विस्तार गर्नु छ। भाव र विस्तार, जुन भाव छ, जसको कुरा छ, जसको सबै त्यसको बारेमा लेख्नु छ, त्यसलाई बिस्तारै लेखेर बिस्तारै बताउनु पर्छ सबै। त्यसैलाई भाव विस्तार भनिन्छ है। अब त्यसको 9 नम्बरको अब वाक्यको फेरि भाव विस्तार यस प्रकार छ, हेर्नुस्। प्रस्तुत श्लोक उज्यालो यात्रा शीर्षकको कविताबाट सभा गरिएको हो। यस कविताका रचनाकार कवि रामप्रसाद ग्याली विश्व सम्बन्ध 2024 हुन्। ग्यावाली सामाजिक नेपाली साहित्यका चर्चित व्यक्तित्व हुन्। कविता, आख्यान, नाटक, समालोचना लगायतका विधामा कलम चलाउने साहित्यकार ग्यावाली सरल भाषा शैलीमा प्रभावकारी ढङ्गबाट कर्तव्य सिर्जना गर्न सकिने क्षमता भएका कवि हुन्। कर्मशील व्यक्ति नै आदर्श र नमुना बन्दछन्।
हामी पुग्यो थियौँ त नमुना बन्दछन् भाव विस्तार माथिको श्लोक सायद हामी यो तलमा थियौँ है। भाव माथिको श्लोक अभिव्यक्ति भएको छ। त्यसपछि फेरि एउटा प्याराग्राफ छोडिदिनुलाई लाइन। त्यसपछि फेरि लेख्नु होला कर्मले जिन्दगीलाई हाँसिलो र खुसी बनाउन सकिन्छ। हाम्रो कर्मले सुन्दर विश्वको सिर्जना र निर्माण गर्नुपर्छ। कर्म नै धर्म भन्ने कुरालाई हामी सबैले मनन गर्दै कर्मशील जीवन बनाउनु आवश्यक छ। महान र श्रेष्ठ कर्मको यात्रामा सधैँ लागिरहने व्यक्ति विश्वका निम्ति आदर्श बन्छ। त्यस्तो व्यक्ति नै समाज राष्ट्रमा मात्र नभएर विश्वका लागि नमुना र अनुकरणीय मान्छे बन्दछन्। तसर्थ हामीले विश्वमा आदर्श र नमुनाका लागि सधैँ महान कर्म गर्नुपर्छ भन्ने भाव माथिको श्लोकमा व्यक्तित्व भएको छ। त्यसपछि फेरि एउटा लाइन छाडेर लेख्नु होला यस प्रकार अनुष्टुप छन्दमा संरचित माथिको श्लोकमा हामीले सधैँ महान र श्रेष्ठ कर्मको बाटोमा हिँड्यौँ भने विश्वका लागि आदर्श र नमुना मान्छे बन्न सक्छौँ भन्ने भाव सरस र प्रभावकारी भाषा शैलीका माध्यमबाट अभिव्यक्ति भएको छ। यसका साथै हामी कर्मशील बन्नुपर्छ अनि मात्र सबैका लागि अनुकरणीय बन्न सक्छौँ भन्ने सन्देश समेत दिएको छ। अब 12 नम्बरमा है कर्मशील बन्न कसरी सकिन्छ उज्यालो यात्रा कविताका आधारमा लेख्नुहोस्। उत्तर रामप्रसाद गेवावाली विश्व सम्बन्ध 2024 द्वारा रचित उज्यालो यात्रा शीर्षकको कविता नैतिक विश्व वस्तुमा आधारित सन्देशमूलक कविता हो। अनुष्टुप छन्दमा संरचित प्रस्तुत कवितामा बाह्रौं रहेका छन्। यस सरल र सरस भाषा शैलीको प्रयोग गरिएको यस कवितामा विभिन्न बिम्ब र दृष्टान्तको यथोचित प्रयोग गरिएको छ। समग्रमा कविता सरल बोधगम्य र प्रभावकारी बनेको छ। कविताको मूलत कर्मशील बनेर जीवन रूपी यात्रालाई उज्यालो यात्रा आदर्श र महान व्यक्ति बन्न सकिने भन्ने भाव व्यक्तित्व गरेको छ। उज्यालो यात्रा कवितामा कर्मशील बन्न सबैलाई प्रेरित गरिएको छ। कर्मशील व्यक्ति नै महान र अनुकरणीय बन्ने भाव समेत कवितामा अभिव्यक्त गरिएको छ। यसरी एक प्रकारको सुगन्धित काठ श्रीखण्डलाई 100 पटक घोट्दा पवित्र चन्दनमा परिणत हुन्छ। त्यसरी नै हामीमा कर्म शक्ति छ भन्ने जङ्गलमा पनि स्वर्गको बगैँचा बनाउन सक्छौ भन्दै कवितामा निरन्तरको मेहनत र परिश्रमले नै त्यसरी नै हामी महान उपलब्धि हासिल गर्न सकिने कुरा बताइएको छ। त्यस्तै हामीले जहिले पनि उच्च सङ्कल्प लिनु पर्छ। संसारमा असम्भव केही छैन। सबै महान व्यक्तिहरू सङ्कल्पै कारण महान बनेका हुन् भन्दै हामीलाई कर्मशील बन्न सकिने तरिका बताइएको छ। कर्मले जिन्दगी हाँसिलो र खुसी बनाउन सकिने, अरूसँग लिने भन्दा पनि अरूलाई दिने अर्थात् उपकारीहरू सुखी रहन सक्छन्। मनबाट ईर्ष्या र द्वेष
हटाएर प्रेमको मिठो वासना छर्ने मानिसहरू नै विश्वका निम्ति गौरव बन्छन्। प्रेमको सुवास छर्नेहरू नै कर्मशील पनि बन्न सक्छन्। हाम्रो कर्मले उच्च जीवनका पथ लिन सक्यो भने त्यसै पथमा अरू मानिसहरू पनि गौरव साथ हिँड्दछन्। हामीले प्राप्त गरेका ज्ञानले धरती मनोहर पार्न सक्नुपर्छ। हाम्रो कर्मले सुन्दर निर्माण गर्न सक्नु पर्दछ। अन्याय विरुद्ध खडा भई न्यायका खातिर सधैँ लड्नेहरू नै संसारमा विजयी बनेका छन्। मन र मस्तकमा लोभ लालच नहुने व्यक्तिको नै सधैँ त्यागका निम्ति अग्रसर हुन सक्छ भन्दै कर्मशील बन्न अवलम्बन गर्नुपर्ने तरिका स्पष्ट पारिएको छ। यस पर फेरि एउटा लाइन छोडिदिनु होला, एउटा प्याराग्राफ है। त्यसपछि फेरि लेख्नु होला, यस प्रकार सरल र प्रभावकारी भाषा शैलीका माध्यमबाट कवि गेवालीले प्रस्तुत कवितामा विश्वमा आदर्श र नमुना बन्नका लागि सधैँ नै महान कर्म गर्नुपर्छ भन्ने स्पष्ट पारेको छन्। यसका साथै कविताले चन्द्र सूर्य जस्तै उज्यालो छरेर आदर्श यात्रामा अघि बढी आफ्नो पुर्खले आफू हिँड्ने बाटो आफ्नै खाने र हामी कर्मशील बन्न सकिने कुरा समेत स्पष्ट पारेका छन्। अब हामी 13 नम्बरतिर। कविले कविताको अन्तिम श्लोकमा आफू कस्तो बन्ने अनुमान गरेका छन् भन्ने लेख्नुहोस्। उत्तरमा छ, कविले कविताको अन्तिम श्लोकमा आफू जीवनको उज्यालो यात्रामा हिँड्ने अनुमान गरेका छन्। यसका लागि उनी कर्मशील बन्ने अनुमान गरेका छन्। अरूको भरमा नापेर आफू हिँड्ने बाटो आफै मिहिनेतले बनाउने कविताको अनुमान गरेको छ। यो कर्मशील प्रवृत्तिले कवि स्वयं सर्वोच्च कविता बन्ने र अरूलाई कवि बनाउने कुरा कविले कविताको अन्तिम श्लोकमा अनुमान गरेका छन्। अब 14 नम्बरमा है, दिएको विषयमा साथी बीच छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस्। कमा छ, परिश्रमको फल मिठो हुन्छ। खमा छ, मानवीय सेवाको भावना राख्नु पवित्र कर्म हो। अब 15 नम्बरमा है, दिएका अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्। क नम्बरमा सोधेको प्रश्न छ है, अमा गुरुकुल भनेको के हो? उत्तर, गुरुकुल भनेको गुरुको सन्ध्यामा विद्यार्थीले आवश्यक रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो। आमा छ, गुरुकुलमा कस्तो शिक्षालाई प्राथमिकता दिन्थ्यो? उत्तर, गुरुकुलमा गुरुकुलमा सैद्धान्तिक भन्दा व्यवहारिक शिक्षालाई प्राथमिकता दिन्थ्यो। अब यी नम्बरमा फेरि के छ, गुरुकुलमा किन जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो? उत्तरमा छ, गुरुकुलमा निश्चित समय तालिका नहुने साथ गुरु र शिष्य प्राय सँगसँगै हुनाले जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो। अब फेरि यी नम्बरमा छ, गुरुकुलमा शिष्य कसरी दीक्षित हुन्थे? उत्तर,
गुरुकुलमा नीति व्यवहार र उसको व्यवहारिक शैल कौशलको केही कठिन परीक्षा लिन्थ्यो। त्यो परीक्षा पूरा गर्न सकेमा गुरुकुलमा शिष्य दीक्षित हुन्थे। अब ख नम्बरमा भाषिक संरचना र वर्ण विन्यास पहिचान गर्नुहोस्। भाषिक संरचना आयो, वर्ण विन्यास है। अमा छ पहिले अनुच्छेदको पहिलो वाक्यबाट एकवटा नाम विशेषण र क्रियापद लेख्नुहोस्। जुन कि मैले लेखेको छु हेर्नुहोस्। नाममा शिक्षा, विशेषणमा आवश्यक, क्रियापदमा हो। अब आमा छ पढ। धातुबाट एकवटा नाम र क्रियायोगी शब्द निर्माण गर्नुहोस्। उत्तरमा छ पद। धातुबाट बन्ने एकवटा नाम पढाइ र क्रियायोगी पढ्नाले हो। अब ई नम्बरमा अनुच्छेदबाट सुरु, बीच र अन्तिममा हर्षवैकार लागेका प्रयोग भएका दुईवटा शब्द टिप्पण गर्नुहोस्। जुन कि मैले टिप्पण सकेको छु हेर्नुहोस्। सुरुमा हर्षवैकार प्रयोग भएका शब्द विद्यालय, शिष्य। बीचमा स्वइकार प्रयोग भएका शब्द सान्निध्य। अब आयो भाषिक संरचना र वर्ण विन्यास। एक नम्बरमा दिएका अनुच्छेदबाट रेखाङ्कित शब्दको पदवर्ग पहिचान गरी छलफल गर्नुहोस्। फुरुवा नाम व्यक्तिको नाम बुझाउने। असल विशेषण गुण बुझाउने। उनी सर्वनाम नामको सट्टामा प्रयोग भएको। 10 संख्यावाचक विशेषण संख्या जनाउने। जान्छन् क्रियापद काम बुझाउने। मेहनत पूर्वक क्रिया विशेषण काम कसरी भयो भन्ने जनाउने। पढ्नुपर्ने विशेषण नामको विशेषता जनाउने र संयोजक शब्द वा वाक्य जोड्ने। गुरुले नाम पदमा विभक्ति लागेको। अब 2 नम्बरमा दिएको अनुच्छेद पढी रेखाङ्कित पदको पदवर्ग छुट्याउनुहोस्। जुन कि मैले छुट्याएको छु हेर्नुहोस्। गरीब विशेषण देश, नाम विशेषण धनी विशेषण वा संयोजक। कर नाम, पनि निपात, तल नामयोगी हुनेछ क्रियापद। अब 3 नम्बरमा उज्यालो यात्रा कविताको चौथो श्लोकबाट एकवटा नाम, सर्वनाम, विशेषण, क्रियायोगी र नामयोगी शब्द टिप्पण गरी वाक्यमा प्रयोग गर्नुहोस्। जुन कि मैले यस प्रकार गरेको छु हेर्नुहोस्। तीन नम्बरमा उज्यालो यात्रा कविताको चौथो श्लोकबाट यो पढ्यो है नि। नामको यात्रा वाक्य बनाउँदाखेरि हेर्नुहोस्। हाम्रो जीवन एउटा लामो यात्रा हो। सर्वनाममा हामी दिएको छु है। वाक्य हामी सबैले देशलाई माया गर्नुपर्छ। त्यसपछि आयो विशेषण उज्यालो। वाक्य बनाउँदाखेरि बिहान उज्यालो वातावरण देखियो। क्रिया पढ्दछन्। वाक्य परिश्रमी मानिसहरू सधैँ अगाडि बढ्छन्। त्यसपछि क्रियायोगी अघि। वाक्य हामी सधैँ अघि बढ्नुपर्छ। नामयोगी तिर। वाक्य बनाउँदाखेरि विद्यार्थी विद्यालयतिर गए। अब 4 नम्बरमा कोष्ठमा
कोष्टकमा दिएको संकेत अनुसार तलका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्। कमा छ क र संयोजक राम र श्याम साथी हुन्। ख र निपात तिमी पनि जाने र। गमा भित्र नामयोगी घर भित्र सबै बसेका छन्। घ भित्र क्रिया विशेषण उनी भित्र पसिन्। अङ्ग तर क्रिया उनी नदी तर गए। च तर संयोजक म गए तर ऊ गएन। छ तर नाम दूधको तर स्वादिलो हुन्छ। ज यो सर्वनाम यो मेरो किताब हो। झ यो विशेषण यो घर सुन्दर छ। इय बुध नाम ती वृद्ध आज पनि मन्दिर जानुहुन्छ। ट वृद्ध विशेषण वृद्ध मानिसलाई सम्मान गर्नुपर्छ। भाषिक संरचना र वर्ण विन्यासको 5 नम्बर कोष्टकमा दिएको संकेत अनुसार तलका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्। क र संयोजक राम र श्याम विद्यालय गए। ख र निपात तिमी पनि जाने र। सरी त्यही दोहोऱ्याएको छु मैले त। यो 6 नम्बरमा पदवर्ग विचलन भएका कुनै 3 वटा शब्द पढ्ने गरी छोटो अनुच्छेद लेख्नुहोस्। आज बिहान र बाहिर नसकिए घर बाहिर चिसो हावा चलिरहेको थियो। बाटोमा एक वृद्ध मानिस भेटिए। मैले उहाँलाई सहयोग गरे तर उहाँले धन्यवाद दिनुभयो। त्यसपछि म विद्यालयतिर लागे। 7 नम्बरमा अब दिएको अनुच्छेदबाट शब्दको सुरु बीच र अन्त्यमा हर्षइकार प्रयोग भएका शब्द पहिचान गर्नुहोस्। सुरुमा छ विद्यार्थी विद्यालय विज्ञान विचार। बीचमा छ मेहनत नियमित साहित्य शिक्षा। अन्त्यमा छ उपलब्धि तथापि सार्थी। अब 8 नम्बरमा आयो। 8 नम्बरमा शब्दको सुरु बीच र अन्त्यमा हर्षइकार भएका कम्तीमा 10 वटा शब्द समेटेर अनुच्छेद लेख्नुहोस्। विद्यार्थी जीवन विद्यार्थी जीवन सिकाइको महत्त्वपूर्ण समय हो। प्रत्येक विद्यार्थीले विद्यालयमा नियमित रूपमा अध्ययन गर्नुपर्छ। शिक्षकको सम्मान गर्दै मेहनत गर्नुपर्छ। विज्ञान साहित्य विचार अनुशासन शिक्षा र उपलब्धि विद्यार्थी जीवनका महत्त्वपूर्ण पक्ष हुन्। परिश्रम गर्ने विद्यार्थीले भविष्यमा आवश्यक सफलता प्राप्त गर्छ। सृजना र परियोजना कार्य 1 नम्बरमा विद्यार्थी जीवन शीर्षकमा कविता लेख्नुहोस्। विद्यार्थी जीवन सुनौलो समय। मैले कवितामा गाएर सुनाइदिन्छु है। विद्यार्थी जीवनमा सुनौलो समय ज्ञानको बाटो उज्यालो लय। मेहनत गर्दै अघि बढौँ असल चरित्र सधैँ गढौँ। गुरुको शिक्षा शिरमा राखी सपना आफ्ना पूरा गरौँ। देश र समाजको सेवा गर्दै उज्याल भविष्य सँगै भरौँ। लय मिलाएको हो गीत त गाइन हो। अब 2 नम्बरमा आफ्नो समुदायमा प्रचलित कुनै गीत वा कविता खोजी कक्षामा प्रस्तुत गर्नुहोस्। देश प्रेम यो कविताको नाम देश प्रेम हो। मेरो देश प्यारो लाग्छ हिमाल पहाड तराई। मेहनत गर्ने नेपाली हामी सधैँ रहोस् एकता भाइ।
शान्तिको सन्देश फैलाऊँ, मायाले देश सजाऊँ, ज्ञान श्रम र इमान्दारीले नेपाललाई अघि बढाऊँ। यो भयो। अब हामी यो हेर्नुस्। मेरो भिडियो हेर्नको लागि हजुरहरूको धन्यवाद। अनि टिचर स्टुडेन्ट यो भिडियो हेरेर हजुरहरू आफ्नो होमवर्क र आफ्नो तयारी गरेर टिचरहरू विद्यार्थीहरूलाई पढाउन सक्नुहुन्छ। विद्यार्थीहरूले इक्जामको बेला याद गरेर रिपिट गरेर इक्जाम दिन सक्नुहुन्छ। थ्याङ्क यू, अल द बेस्ट। नयाँ आएको सब्सक्राइब गरिदिनुहोस्। मेरो युट्युबको च्यानल लुकेछु। अनि हजुरहरू अर्कोलाई बताउनु होला कि लोकेसु च्यानलमा स्टिचिङ हुन्छ, पढाउँछ, होमवर्क बनाउनुलाई सजिलो हुन्छ। अनि एउटा महत्त्वपूर्ण कुरा के हो भनेदेखि यो भिडियोमा जति पनि नम्बर बुकको छैन, जति पनि अभ्यास भनेको छैन, त्यो मलाई बनाउनु पर्ने छैन। त्यो छोडिदिन सक्नुहुन्छ हजुरहरू। होइन भने गर्न चाहनुहुन्छ भने छलफल गर्नलाई भनेको छ। हजुर र हजुरको साथीहरू टिचरहरू मिलेर त्यो विषयमा कुरा गर्नुहोस्, कुरा मिलाउनुहोस्। अनि के निष्कर्ष निकल्छ भने त्यही निष्कर्ष राख्नुहोस्। त्यही बनेको छ। अभ्यास त सम्पूर्ण बनेको छ। मैले यहाँ एक्सर्साइज सबै बनाइदिएको सकेको छु। ल मेरो अहिले बाई बाई। थ्याङ्क यू, अल द बेस्ट।